नमस्ते सबैजनालाई फेरि पनि वेलकम टु माई युट्युब च्यानल फ्रेन्ड, युट्युब अपडेट युट्युब च्यानल फ्रेन्ड। नमस्ते सबैजनालाई, फेरि पनि एउटा विशेष भिडियो क्लिप लिएर आएको छु युट्युब च्यानल। र यस भिडियोमा देखाएको जुन यो दृश्य देखिन आउनुभएको छ, यो हाम्रो इटरी बुढी खोलाको एउटा दृश्य हो, जहाँ चाहिँ शिव मन्दिर रहेको छ है। ल यो हाम्रो देवधर्महरू यसरी रहेको छ है। सम्पूर्ण माझमा पुगोस् जानकारीमूलक यो हाम्रो एउटा यो बुढी खोलाको यो दृश्य इटरी बुढी खोलाको है, यो जानकारीमूलक रहेको छ। यो हाम्रो एउटा जहाँ चाहिँ यहाँबाट यसरी आरती गरिन्छ। यो शिवशङ्कर भगवान नागले यसरी मानिसले बेडेर महादेवको यसरी यो हाम्रो जीवनकाल जन्मदेखि लिएर मृत्युदेखि लिएर हाम्रो यो सन्देशले दिइरहेछ है। ल यो अलिकति यहाँको दृश्य हजुरलाई मार्फत म हजुरलाई देखाइदिन्छु। यो इटरी क्षेत्र है, यो गाडीहरू कुदिरहेछ। यो बुढी खोला यो हाम्रो आज सोमबारको दिन आरती भव्य रूपमा भइरहेका छन्। भिडियोमा जस्तो छ युट्युब च्यानल सब्सक्राइब गर्नुहोला, फलो गर्नुहोला। कार्यक्रममा यो हाम्रो सम्पूर्ण जगत पिता महादेवको एरिया हो। र म अलिकति यहाँ यो मन्दिर प्रवेश गर्दैछु है, हजुरलाई देखाउँदैछु। यो इटरी बुढी खोला, यो विष्णु भगवान है। र यो हाम्रो दुर्गामा जय महारानी रक्षा गर्नु है। ल यो हाम्रो पण्डालको सबै है होइन, सम्पूर्ण माझमा होस् है, सम्पूर्ण माझमा होस्। जय जय बोलबम। जय शंकर भगवान। ल यो हाम्रो जय सूर्यदेव भगवान। यो इटरी क्षेत्र है, बुढी खोला हाम्रो जय हनुमान सागन। जय जय बाल गणेश रक्षा गर्नु है, किन होस्। यो हाम्रो शिव मन्दिर, यो हाम्रो शिव मन्दिर रहेछ। जय भोलेनाथ बाबा रक्षा गर्नु है, केही नहोस्, रक्षा गर्नु, केही नहोस् है, रक्षा गर्नु। ल डुलै हिँड्दैछु, सबै माझमा राम्रो होस्, कृपा बनिरहोस् है। यो प्रेस छ। ल सबै माझमा पुगोस् है। ल म यहाँ भित्रबाट तपाईहरुलाई सम्पूर्ण मैले देखाएँ है। यो इटरी बुढी खोला दृष्टि है त, जहाँ चाहिँ सम्पूर्ण यहाँ मानिस जलाउनदेखि लिएर सम्पूर्ण कार्यहरू गरिन्छ है। यो हाम्रो शिवशङ्कर भोले बाबाको
एउटा मूर्ति रहेछ जहाँ चाहिँ हेर्न सक्नुहुन्छ सबैजनाले है। यो यसरी हाम्रो यसरी रहेको छ भोले बाबा। यहाँबाट हामीले सिक लिन सक्छौँ है। यस भिडियोमा देखाएको जुन यो दृश्य देखिरहनु भएको छ यो शिव शङ्कर भगवान नाग बेरेको है। यो शिव शङ्कर भगवान है, विष्णु भगवान है। यो शङ्कर भगवान प्रकृति उहाँ नै हो संसारको। यो हाम्रो शनिदेव भगवान जहाँ चाहिँ हाम्रो कर्म पाप र एउटा परीक्षा लिन्छ हेर्न सक्नुहुन्छ। यो शिव शङ्कर भगवान, यो शनिदेव भगवान है। र शनिदेव भगवान र यो हाम्रो जीवनकाल जन्मदेखि मृत्युसम्म यो है, जन्मदेखि मृत्युसम्म यो हाम्रो जीवनकाल है। क्रियाकलाप यो शिव शङ्कर भगवान, शनिदेव भगवान, यो शिव शङ्कर भगवान ल। अनि यो हाम्रो कृष्ण भगवान ल। यो चाहिँ ब्रह्मा भगवान ल। यो आरती हुँदैछ, यो आरती हुँदैछ है सोमबारको दिन सम्पूर्णमा यस्तो छ है ल। पण्डाल र यो जति पनि हेरिराख्नुपर्छ यो हाम्रो इटरी बुढी खोलाको हाम्रो एउटा रनक छ है। यो इटरी हाइवे यहाँ छ भनेपछि यसरी बुढी खोला एरिया भोलेनाथ बाबाको है। यो यसरी हाम्रो दृश्य इटरीको बुढी खोला, बुढी गङ्गा, बुढी खोला है। मुक्तिनाथ धाम र शङ्कर भगवानको यो एरिया रहेको छ। यो ऋषिहरू पण्डा रहेछ यहाँदेखि लिएर वहाँसम्म हाम्रो ग्रन्थन रहेछ है ल। यो भिडियो हजुरको माझमा मैले प्रस्तुत गर्दैछु, जानकारीमूलक भइरहेछ है ल। यो हाम्रो जीवनकाल मृत्युदेखि जन्मदेखि यो यसरी नै आउनेछ हाम्रो प्राण है। सबैले सिक जानकारीमूलक। यो मुक्तिधाम, यो बुढी खोला यसको पश्चिमपट्टि हाम्रो मुक्तिधाम रहेको छ, र म अब हिँडिरहेको यो चाहिँ वृन्दावन है। यो पर वृन्दावन, यहाँ मेरो गाडी छ। यो चाहिँ औषधि एमआर हस्पिटल ए ल। यहाँ चाहिँ औषधि पसल फार्मेसी युनिट ल। यो मुक्तिधाम हो सबै प्रकारको है ल। यो भिडियो यहीँसम्म क्लिप गरिदिएको छु। हस्त धन्यवाद।